Hey guys, this is my last day अनि यो चाहिँ अगाडिको कस्तो काटिसकेको रहेछ नि त्यसपछि अल चाहिँ म यति भाँडासाँडा उठाएर आई गो टु यो चाहिँ राख्नलाई म जाँदैछु पुट दियर लापो लापो पापोमी ओ पागम नाइटको लुक चाहिँ यस्तो हुन्छ घरतिरको चाहिँ बबाल अल चाहिँ मान्छे खाएर गइसकेको छ अल चाहिँ म यति भाडा राखेर आउँछु ल I put my camera and then अब यो कुर्सी सुर्सी यता भित्र सित राख्नुपर्छ अगाडि खामले चाहिँ खाना खानुपर्छ मैले मेरो चप्पल चाहिँ कता छ फेरि भन्ने कुरो वेयर इज माई चप्पल तर बहुत मम्मीले लगाउनु भयो जस्तो लाग्यो मलाई यो साइकल चाहिँ हाम्रो गौतमको साइकल भयो यसलाई चाहिँ उता राखिदिनुपर्छ Jacko Macko Safumi पुट दिएर यो साइकलको चाहिँ एउटा यस्तो बल्छ कि यो खोलेर ट्याक्कै यो गरेर मैले यो खोलिदिएको छु खाली छ अब साइकल देन आई पुट हियर खाना लो भित्रै हजुर कुर्सी एक कमाती एक पायो आज कति बेच्नु पर्यो आज 450 को 4 मात्र आज मान्छे कम आएर मल त लागेन जुमले आयो हल्ला मात्र गर्न आउँछ नि जुमले काम के छ नि त हल्ला मात्र गर्न आउँछ रहर यो रहर बोतल यो चाहिँ रहरको बोतललाई चाहिँ उयो त खानुपर्छ गाइस मम्मी भोलि एकचोटि आलु सब्जी पकाउनु लाने है आलु सब्जी खान मन लागेन कि खाना मन लागेन कि त्यो कसरी बनाउँछ नि तपाईँ कसरी बनाउँछ त्यो सिक्नलाई मात्र रोक्नु पहिला भन् जस्तो हुँदैन कि मम्मी भनेको मैले गराएको ट्राई गरेर त कतै भन्नु त खै पहिला आलु हाल्ने पहिला सोबिन ल अहिले म यो माछा राखेर आएँ माछा फ्रिजमा राख्ने बोक्यो हान्दा गाह्रो भने यत्रो तरै टाइपको छ माछा है पोबाको फ्याफमी पहिला आलु हाल्ने भन्नुहुन्छ एकचोटि सोबिन हाल्ने भन्नुहुन्छ यही त हो त मेरो दिमाग तातिरै यस दिस इज फिस करी च्याप यो चाहिँ फ्रिजमा हो तर फ्रिजमा घाँटी देखिन्न दिस इज के भन्छ यसलाई के भन्छ रसबरी लाइक पहिला के हाल्ने भन्नुभयो मम्मी पहिला के हाल्ने पहिला सोबिन हाल्ने फर्स्टमै भिजाएर कि नभिजाएर रातो बनाउने हजुर भिजाउने कि नि सोबिनलाई नभिजाउने जस्तै सरलको पखाल्ने मात्र सोबिनलाई रातो बनाउने
त्यसपछि आलु हाल्ने, टमाटर काटेर हाल्ने, त्यो त डढिहाल्ला त पुरा चप्किन्छ डिबेमा। टमाटर समाटर हाल्ने अनि मसला। हजुर के माछाको टाउको खै तपाईँ खाने भए खानु, मलाई म नखाने तपाईँ खानु। अघि नको खै त अर्को फ्राई मैले खाउँला भने कति खोजेँ म रोटी हाल्ने गरेर नि पुरै खोजेँ। म तावा कहाँ फाल्नुभयो अगाडि सोचिरहेको थिएँ, तावा यता रहेछ मेरो। मलाई त तारेको माछा खानु मन थियो। यो रेड अब यसलाई चाहिँ यति राखिदिन्छु। आज बिसिगा आलु र सोयाबिन हुन्छ भने भोलि एकचोटि बनाइदिनु ल आलु सोयाबिन। अनि आलु र सोयाबिन पाक्छ, डाँडाहरू बाक्लो झोल बनाउने, ठुलो खाल बनाउने, अनि पानी हाल्ने, उमाल्ने भयो। मेरो टङ्गल झोल भन्दा नि कस्तो कस्तो केही नमिठो नहुने एक नम्बर। पाक्न दिनु पर्यो त आलु पकाउँथे उस्तै बेसारको झोल हुन्छ नि त्यस्तै देखिन्छ। ल म राखिहाल्छु। कहाँ चिउरा पनि ल्याएर चिउरा हल्का टाइपको रहेछ। कहाँ मै छ अरे यहाँ चिउरा पनि छ। चिउरा चाहिँ मिलवालाले ल्याइदिएको आज चाहिँ चिउरा। यो चाहिँ पिठोको, यो चाहिँ मै होला जस्तो लाग्यो मलाई। यहाँ तपाईँले देख्न सक्नुहुन्छ यताउता यो मसलाहरू उतेर राख्नुपर्ने। आगा सुगा सा मै खाने भाडा त ल्याएकै छैन। फेरि फोन किन्ने जस्तो सम्भावना बढी लागिरहेको छ मलाई। ल अब चाहिँ बिल्कुलै नै यो चाहिँ फोन अर्कै मै खाने भयो। हुन्छ अहिले खाना खाने भिडियो हुन्छ टक्क होइन सुन्नु। उताको अनि उताको ढोका बन्द गरेर भान्साको ढोका बन्द गरेर अहिले राख्नु उताबाट धेरै खान्छ।